कुष्ठरोग लागेका व्यक्तिलाई अपमान गर्नु, भेदभाव गर्नु र अधिकारबाट वञ्चित गर्नु भनेको यो सामाजिक अन्याय हो र यो सामाजिक अन्याय हो भन्ने कुरा धेरैभन्दा धेरै नागरिकलाई बुझाउन पनि जरुरी छ। रोग आफैमा समस्या त होइन, तर रोगको विषयमा हामीले समाजमा गर्ने व्यवहार चाहिँ साँच्चै नै समस्या हो। त्यसकारण यो अभिमुखीकरण कार्यक्रममा हामीले रोगका कुरा सँगसँगै जसलाई कुष्ठरोग लागेको छ उहाँहरूलाई उहाँहरूको अधिकारको विषयमा आज जसरी कानुनी सचेतना कार्यक्रम हुँदैछ त्यसै गरी यो रोगका विषयमा जसलाई चाहिँ रोग लागेको छैन तर उहाँहरूलाई पनि बुझाउन जरुरी छ र यो बुझेको खण्डमा मात्र हामीले समाजमा विभेद गर्न हुँदैन, उहाँहरूलाई अन्याय गर्न हुँदैन, उहाँहरूको अधिकारबाट वञ्चित गर्न हुँदैन। यस्तो गर्नु भनेको सामाजिक अन्याय हो भन्ने सचेतना पनि त्यत्तिकै महत्त्वपूर्ण मैले महसुस गरेको छु र यो कार्यक्रम यसरी अवेरनेस प्रोग्राममा काठमाडौँ महानगरपालिका यहाँहरूसँग सहकार्य गरेर अघि बढ्नका लागि तयार छ। आगामी दिनमा सोशल अवेरनेस प्रोग्राम पनि गरौँ भन्ने पनि म अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, कुष्ठरोग भनेको चाहिँ व्यक्तिको पहिचान होइन है, यो चाहिँ हाम्रो हेल्थ कन्डिसन मात्र हो, स्वास्थ्यको अवस्था मात्र हो नि, व्यक्तिको पहिचानै होइन। देख्ने भए कुष्ठरोग लागेको मान्छे भनेर भन्ने खालका जुन परिपाटी अथवा भनौँ मेन्टालिटी छ त्यो पनि चिर्न एकदमै जरुरी छ र त्यसकारणले गर्दाखेरि कुष्ठरोगप्रति हामी डर होइन बरु उपचारका विषयमा पनि चर्चा गरौँ र यो उपचारका विषयमा चर्चा गरिरहँदाखेरि समयमा नै कुष्ठरोग लागेको थाहा पाउँदा समयमा नै ट्रिटमेन्ट गर्ने हो भने यो क्योरेबल पनि छ। कतिजना उदाहरण आज यहीँ पनि हुनुहुन्छ, यो समयमै थाहा पाएर उपचार गरेर मजाले निको भएको उदाहरण पनि हुनुहुन्छ र ढिलो भएको खण्डमा यदि समयमा उपचार नगर्ने हो भने यसले नर्भलाई बिस्तारै ड्यामेज गर्दै जान्छ र त्यसको कारणले गर्दाखेरि अपाङ्गता पनि निम्तिन्छ। यो कुरा पनि हामीले समयमा नै सिक्ने, सिकाउने र सिकेका व्यक्तिहरूले अरूलाई सम्झाउने, बुझाउने काम पनि गर्न जरुरी छ र म आज विशेष अनुरोध गर्न चाहन्छु यहाँहरू सबैजनालाई, यहाँहरूले साँच्चीकै नै आज यो कानुनी साक्षरता कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमबाट सिक्नु भएको कुरा आफूमा मात्र सीमित नराख्नुहोस्, आफ्नो परिवारमा मात्र सीमित नराख्नुहोस्। जसले यो विषयमा सुनेकै छैन, चर्चा गर्न नै खोज्नुहुन्न, उहाँहरूको बिचमा यो विषयमा चाहिँ यहाँहरूले चर्चा गर्नुहोला र आफूले सिकेको आफ्नो अनुभवले सिकाएका कुराहरू कृपया सुनाउन, सिकाउन चाहिँ नछोड्नु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यति भन्दै हाम्रा रहेका विद्यमान कानुन, संविधान, ऐन, नीतिहरू थुप्रै रहेका छन्, त्यसमा अधिकार के छन् भन्ने विषय आज प्रेजेन्टेसनहरू मैले कन्टेन्ट पनि हेरेको थिएँ, त्यो प्रेजेन्टेसनमा पनि पक्कै पनि आउनेछ र मलाई अघि डाक्टर साहबले भन्नुभएको कुरा कस्तो मन पर्यो। अर्को एउटा लाइन, कानुन चाहिँ शासकका रूपमा होइन सेवकका रूपमा हुन् भन्ने कुरा कानुन बुझ्यो भने थाहा हुन्छ भन्ने कुरालाई म फेरि हाइलाइट गर्न चाहन्छु र त्यसको साथै कानुनमा कतै विभेद छ, कतै अन्जानमा लेखिएका कुराहरूलाई परिभाषा गर्दाखेरि हाम्रो अधिकारबाट वञ्चित हुने खालका कुराहरू छन् भने त्यसलाई संशोधन गर्न पनि यहाँहरूले सुझाव दिन चाहिँ नछोड्नुहोला।